लोसारको शुभकामना सबैजना। के पजुमे खेपिसिया एक चरण यहाँ नाच्दा चाहिँ यो 2082 साल पुस 15 सब यहाँ घोडा लोखबे सन्तरबारी लोसारा तमुमा जम्मा भन्दा 4 थ्याले महादेव सन्तरबारा तिङो लमथेवा गुरु पुलिथेवा गुरु नासरको जम्मै चाहिँ चिबा नावा आमा समूह समी कुइमे रिमे हो पछा पछिमा जम्मै दा चाहिँ रहने सिकेमा जम्मै संस्कृति टोली बाजा खाली चाहिँ यो जम्मै जम्मा तम्रेल जम्मै दा यी सारे खबर लोही जम्मै दा बेली अनन्य आसना आसिना आमना छारी वैसारसी जम्मै मैले चाहिँ हिउ मितल खाँदिए चुल्हो सारे चाहिँ जम्मै दा बेली ले चाहिँ बुद्धि विकास ततिए धन सम्पत्ति वृद्धि ततिए लो त्यो शुभकामना जम्मै छु नयाँ लो सारा है त धन्यवाद लो माझ्या मना मग सुट्टी आता नमस्कार छोजाले अशी मालूम है नमस्ते हैप्पी लोसार
बाबा यो पिलो सार्द खोइ खालु बोला बोला भित्र त्यो झोका सबै हेर्छु पाल्नु उनीहरू फर्काएर आएर जुन भएको उहाँले उता चाहिँ त्यो गरेर म हजुर आउनु होला हजुर हजुर भावना गुरुङ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू ल्होसारको शुभकामना ल पुरा आज यहाँ छोरा बिरालोमा तलमा सबैले लाइक कमेन्ट गरिदिनु होला केही त्रुटि भएमा यहाँहरूले सुझाव पनि दिनु होला फेरि बिचमा हाम्रो भिडियो लाइभ गरिदिनु होला गुरुङ गाउँको नमस्ते पिलो सार हैप्पी ल फुपूलाई नमस्ते हेलो नमस्ते फुपू नमस्ते हैप्पी लोसार कति राम्रो भएको लोसारको शुभकामना आइबजे मेरो ल आउनु थाक्यो हामी त सर आउनु त आउनु भएन हो
लोसारको शुभकामना सबैलाई लोसार नमस्ते सबैजनालाई ह्याप्पी लोसार अनि सम्पूर्ण तमु तथा गए तमुहरूलाई ह्याप्पी लोसार नमस्ते सबैजनालाई ह्याप्पी लोसार आज पच्चीस सौ नहीं देते प्राइस वाला नमस्ते गरेर भन्नु न गुम्बा र किनु खोइपदीको संयुक्त आयोजनामा आज तमु लोसारको अवसर पारी हामीले सानो कार्यक्रम राखेका छौँ र हामी यस कार्यक्रमलाई आयोजक सामु अनुरोध गरि पहिलो चरणको ठेलाउने काम अगाडि बढिसकेको छ। समीर घरती
समीर त्यसपछि पवन विक त्यसपछि प्रवीण गुरुङ त्यसपछि वीरेन्द्र गुरुङ त्यसपछि अमन विक र पेशन गुरुङ कसले यो मोडल चाहिँ एक हात नाच्छ अनि बसिरहेको अलग फेरि 50 पाउँछ समीरको हाम्रो कहाँ त्यहाँ आएर हाने के यस्तो भयो त प्रतियोगितामा 3 दर्ता भए अनुसार साथीको वडा नम्बर 2 नौवारी साथीको वडा नम्बर 4 लाइको विद्यालय माध्यमिक विद्यालयको विद्यार्थी टोली र साथीको वडा नम्बर 7 थापा आज चाहिँ लाउबारीले लाने भयो ए हो पोर्पोले जितेको अब त माछा प्रतियोगिता फाइनलमा
सरी सुकमाया गुरुङ, रुमा गुरुङ, बुद्धिमाया छेत्री, सपना गुरुङ, मुना बिका, प्रेमिका बिका घाइतो फुटाइमा है सम्पूर्ण गाइटो फुट्ने कार्यक्रम यो कोही बोल्ने हैन अब बाहिरमा हिँड्नले फ्री आबो भा सबै साइलेन्ट खाना है टिसर खा पारी त ल अब नबोलो भाइ कोही नबोलो छोरा बुद्धिमाया छेत्री भाउजू भाउजू भन्नु पर्यो दुई कदम अगाडि आयो पार्ने न्यू इयर भनेर मान्दछ। वैशाख 1 गतेलाई हाम्रो नेपालको विक्रम सम्वत अनुसार नयाँ वर्ष भनेर भनिन्छ। गुरुङहरूको लागि र यो घिलुङ गाउँ गुरुङहरूको बाहुल्यता भएको र गैर गुरुङहरू पनि हाम्रो वर्ग सिस्टममा अगाडि बढ्ने चलन भएको हुँदा यो नयाँ वर्ष मुफ्रिलोलाई विदाई गर्दै विदाई गर्दै आजबाट तल्लो वडा वर्गलाई हामी स्वागत गरिरहेका छौँ। तपाईहरू पनि विभिन्न वर्गमा हामीसँग 12वटा वर्गहरू छ। अहिले घोडा वर्ग आएको छ। हामीले नराम्रो वर्ग छ भने फालिदिने हो, काटिदिने हो, वेटर दुईजना गर्ने हो। हामीले यत्रो लगानी गरेर भैम्बो निर्माण भएको छ। यो गाउँको लागि यत्रो लगानी गरेर गुम्बा निर्माण भएको छ। हामी सबै प्रकृतिलाई मान्छौँ। हामी सबै हामी वर्गलाई मान्छौँ। त्यसो भनिसकेपछि नराम्रो वर्गलाई हामी बारबेर गरौँ, राम्रो वर्गलाई राम्रो शुभेच्छा दिउँ, नयाँ वर्षको रूपमा यसलाई लिउँ र शुभकामना आदान प्रदान गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम केही वर्षदेखि यता निरन्तर रूपमा चल्दै आएको छ र यसले सार्थकता पाउँदै गएको छ। यसको महत्त्व झन बढ्दै गएको छ। हामी मात्र होइन, विदेशहरू हाम्रा गाउँवासीहरू जति पनि विदेशमा हुनुहुन्छ उहाँहरूले पनि यो कार्यक्रम हामीहरू यसरी बसेको, यसरी कार्यक्रम गरेको
रमाइलो गरेको, गरा काटेको, रूपा लगाएको, एकै ठाउँमा बसेर गाउँवासी सबैजना एउटै आँगनमा बसेर यसरी चाहिँ शुभ कार्य गरेर नयाँ वर्ष मनाएको कुरा देश विदेशमा रहनुहुने सबै गाउँवासीहरू गाउँलेहरूलाई अत्यन्तै चाहिँ खुसी लागेको, अत्यन्तै राम्रो भएको प्रतिक्रियाहरूले गर्दा अझ यो वर्षभन्दा अर्को वर्ष यो यति मान्छेभन्दा धेरै मान्छे जुटेर यस कार्यक्रमलाई भव्यता र सभ्य रूपमा अगाडि बढाउँदै जानेछ र तपाईँहरूको साथ र सपोर्ट भइरहनेछ। र यो कार्यक्रमलाई भनेर यो खाजाको व्यवस्थापन गरेको छ आयोजक, त्यसको लागि आयोजक कमिटीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ उपस्थित तपाईँ सम्पूर्ण महिला तथा सज्जनवृन्दहरूलाई पनि एउटा सभ्य नागरिकको परिचय दिएर जानुहुनेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु। र डस्टबिनमा सबै कुराहरू फोहोर भनेपछि डस्टबिनमा हालेर गइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र पछाडि हामी यो पुरस्कारको कुराहरू छ। पुरस्कार पछाडि यहाँ सबैजना नाचेर आजको नयाँ वर्ष हर्ष र उल्लासका साथमा हामीले यहाँ मनाउने छौँ है। घर घरमा हामी रोटी छ, मासु छ, रक्सी छ, सबै छ। त्यसलाई चाहिँ राम्रोसँग खाइदिनु होला। चाडबाड भनेर धेरै रक्सी मदिरापान धेरै नगरिदिनु होला। आफ्नो शरीरलाई ख्याल गर्नु होला, स्वास्थ्यलाई ख्याल गर्नु होला। र योभन्दा अगाडि यो वर्ष जसरी गयो अब आउने वर्ष योभन्दा राम्रोसँग जाओस्। यहाँहरू सबैको सुख शान्ति र समृद्धि होस्, यही शुभकामना। र अन्तिममा सबैको ग्रुप डान्स हुनेछ, सबैले नाचेर रमाइलो गर्नुपर्नेछ है त। ल हस्, धन्यवाद। लागि हाम्रो समाजसेवी आदरणीय दाजु गमबहादुर गुरुङज्यूलाई म अनुरोध गर्न चाहन्छु भने नगद पुरस्कार हस्तान्तरण गरिदिनु हुनको लागि म समाजसेवी आदरणीय बुवा चन्द्रप्रसाद गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। कृपया तपाईँहरू तीनजना आफ्नो ठाउँमा लामबद्ध तरिकाले मिलेर बसिदिनु हुन अनुरोध गर्दछु। ठेलो हानाइमा द्वितीय हुन सफल भएको थियो भाइ समीर घरती र उसलाई हामी रु 1000 पुरस्कारबाट पुरस्कृत गर्न जाँदैछौँ। यसको लागि भाइ समीर घरतीलाई आफ्नो पुरस्कार लिनको लागि यो मञ्चमा आमन्त्रण गर्दछु। ठेलो हानाइमा द्वितीय हुन सफल समीर छैन, समीरको बाबा छ, समीरको बहिनी छ, मम्मी समीरको मम्मी छ। ल समीरको बहिनी बहिनीसँगै पठाउनु पर्ने भयो। ल उसले प्राप्त गरेको थियो नगद रु 1000 रुपियाँ है। ल उसलाई चाहिँ हौसला स्वरूप ताली बजाइदिनु होला। समीर घरती रु 1000 बाट पुरस्कृत हुन सफल। भाइ मनोज तामाङ भाइ रु 1500 बाट पुरस्कृत हुँदैछन्। खेलोमा प्रथम मनोज तामाङले यो कार्यक्रम आयोजना गरेपछि आफ्नो कीर्तिमानी राख्दै आएको छ। गत वर्षको पनि ऊ विजेतै हो। अहिले पनि त्योभन्दा अघिल्लो वर्ष पनि लगातार रूपमा उसले चाहिँ आफ्नो विरासत कायम गरिरहेको छ। भाइलाई धेरै धेरै बधाई। त्यस्तै गरेर यो मेमा प्रथम हुन सफल पुष्पा गुरुङलाई मञ्चमा आमन्त्रण गर्दछु। र पुष्पा गुरुङले मेष घुमाइमा प्रथम हुन सफल भएर रु 1500 बाट पुरस्कृत हुँदैछ। त्यसको लागि
ताली बजाएर स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। गुमाईमा द्वितीय हुन सफल बिना गुरुङ द्वितीय हुन सफल हुनुभएको थियो र उहाँले रु 1000 रुपियाँबाट उहाँ पुरस्कृत हुनुहुन्छ र 1000 रुपियाँ स्पोन्सरसिप चाहिँ हाम्रो विष्णु प्रसाद दाईले चाहिँ गरिदिनु भएको थियो। मेष घुमाईमा प्रथम र द्वितीय, प्रथमलाई 1500 र द्वितीयलाई रु 1000। द्वितीय त्यस्तै गरेर घैँटो फुटाइ कार्यक्रम हामीले यहाँ गरेका थियौँ। सरी यो जुन घैँटो फुटाइ कार्यक्रम भएको थियो तपाईँहरू सबैले देख्नुभएकै हो र यसको स्पोन्सर चाहिँ नि हाम्रो भावना गुरुङले गरिदिनु भएको थियो र यो 1005 रुपियाँ स्पोन्सर गरिदिनु भएको थियो उहाँले भावना गुरुङ दिदीबाट र यो पुरस्कार पाउन भाग्यमानी व्यक्ति हुनुहुन्छ चिजा गुरुङ। घैँटो फुटाइमा प्रथम हुन सफल घैँटो फुटाइ। यसको चाहिँ नि पुरस्कारको प्रायोजन गरिदिनु हुने भावना गुरुङलाई धन्यवाद र पुरस्कार प्राप्त गर्नुहुने चिजा गुरुङलाई हार्दिक बधाई। यस्तै गरी हामीले अर्को कार्यक्रम आजको मुख्य आकर्षक डोरी तान्ने वडा नम्बर 2 र वडा नम्बर 3 को बीचमा प्रतिस्पर्धा फाइनल प्रतिस्पर्धा भएको थियो जसमा प्रथम वडा नम्बर 2 लौबारी हुन सफल भएको थियो भने द्वितीय चाहिँ वडा नम्बर 3 मयोटोल हुन सफल भएको थियो। त्यसको लागि प्रथम पुरस्कार लिनको लागि एकमुष्ट रूपमा हामी 6 जना खेलाडीहरू भए तापनि सहभागीहरू भए तापनि हामीले 1 जनालाई बोलाउने छौँ। त्यसको तर्फबाट लौबारीको तर्फबाट म सुजन छेत्रीलाई आफ्नो टिमको पुरस्कार ग्रहण गरिदिनु हुन म हार्दिक आमन्त्रण गर्दछु। सुजन छेत्री उहाँहरूले रु 3000 रुपियाँ पाउनु भएको छ प्रथम हुन सफल भएकोमा। अ 3000 बाट पुरस्कृत हुनुहुन्छ। लौबारीको टोलीलाई धेरै धेरै बधाई। 3000 रुपियाँबाट पुरस्कृत हुन सफल र द्वितीय हुन सफल वडा नम्बर 3 साबिको वडा नम्बर 3 मयोटोलका सहभागीहरू हुनुहुन्थ्यो। उहाँहरूबाट कुनै एकजना कृष्ण बहादुर विकालाई म चाहिँ यहाँ मञ्चमा आमन्त्रण गर्दछु। कृष्ण बहादुर विका उहाँहरूको तर्फबाट उहाँहरू द्वितीय स्थान हासिल गरेर रु 2000 रुपियाँबाट पुरस्कृत हुनुभएको थियो। उहाँहरूलाई पनि धेरै धेरै बधाई। सबै आजको यो रमणीय कार्यक्रममा सहभागी सबैलाई धन्यवाद। विजेता सबैलाई हार्दिक बधाई। सहभागी हुन आउनुभएका तपाईँ सम्पूर्णलाई पनि मुरी मुरी धन्यवाद र आजको यस कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनु हुनको लागि आजको यस पुसे 15 लोसार कार्यक्रमको संयोजक आदरणीय बाबा चन्द्रप्रसाद गुरुङज्यूलाई यो कार्यक्रम औपचारिक रूपमा समापन गरिदिनु हुन अनुरोध गर्दै यो समापन कार्यक्रम पश्चात हाम्रो नाचगानको कार्यक्रम यथावत रहनेछ भन्ने सूचित गर्दै म पनि तपाईहरुबाट बिदा हुन चाहन्छु। पुनः एकपटक गुरुङहरूको नयाँ वर्षको पावन अवसरमा
यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। लोसार कार्यक्रमका सञ्चालक ज्योतिर्मान गुरुङ, यस भैँपो व्यवस्थापन समितिका अध्यक्ष श्री हवलदार गमबहादुर गुरुङज्यू, गिलुङ सङ्गीत कार्यक्रमका अध्यक्ष श्री भीमप्रसाद गुरुङज्यू र यस सम्बत छोलिङ गुम्बाका व्यवस्थापन समितिका अध्यक्ष सुश्री सानुमाया गुरुङज्यू र आजका यस पुष 15 को पावन अवसरमा हाम्रा धर्मगुरु डम्बर गुरुङ लामा गुरु डम्बर गुरुङज्यू र हाम्रा पजु गुरु पद्मबहादुर गुरुङज्यू र विभिन्न गाउँबाट पाल्नुभएका सम्पूर्ण हाम्रा गाउँवासी दिदीबहिनी दाजुभाइ र सबै छोरीबहिनीहरू, आज हामीले यो सपिलोलाई बिदाई गर्दै तल्लोलाई स्वागत गर्ने सन्दर्भमा आज यस गिलुङको पुण्यभूमि चण्डी डाँडामा स्थापित भैम्बा घर र साम्बा छोलिङ गुम्बा घरमा हामीले सबै एकबद्ध भएर गुरुङकै चाहिँ पर्व भए पनि सबै क्षेत्री बाहुनहरू, सबै चाहिँ दलित वर्गहरू जम्मै यहाँ सामेल भएर हामीले जुन चाहिँ उत्सव भव्य रूपले मनाउन हामी सफल भयौँ। यसको लागि यस कार्यक्रमलाई दिल्लीबाट सहयोग गर्नुभएका हाम्रा चन्दादाता वीरहरूलाई यो समितिको तर्फबाट, यो आयोजक समितिको तर्फबाट मुरी धन्यवाद दिँदै अन्तमा सबैको यो नयाँ वर्गले सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आजको यो लोसारका कार्यक्रम सम्पन्न भएको व्यवहार यहाँहरूलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। हाम्रो भाउजूको घर कति राम्रो फुल भएको, मलकान्छाको मेहनतले कति राम्रो भएको फुल। सबैजनालाई हाम्रो गिलुङमा घुम्न आउनु होला। फुलहरू धेरै फुलेको छ, हिमालय झलल कति राम्रो भएको फुल, साह्रै धेरै फुलेको छ होइन। मेरो मामा घर, हाम्रो मामा घर, गिलुङ मेरो मामा घर। कति राम्री हो, कता हो नानीहरू। लोसार सक्यो नानीहरूको, कति रमाइलो भयो लोसार, रमाइलो भयो। मेरो सोल्टिनीको घरमा फुल धेरै राम्रो भएको छ, हिमाल पनि ठ्याक्क देखेछ। बिहान खिचिँदा राम्रो हुन्थ्यो, अहिले चाहिँ बेलुका भइरहले। हाम्रो सोल्टिनीको फुल कति राम्रो भएको। गिलुङमा त फुलै फुल। नरेन्द्र गेस्ट हाउस, मेरो बोजेको घर, कति राम्रोसँग मकै मिलाएर राख्नु भएको। गिलुङको भ्यू त आज त बादलै बादल आएर, हिमाल पनि कति राम्रो देखेछ होइन। यता त हिमालयले घाम नलागेर अँधेरो भयो। हिमाल त आज त कस्तो राम्रो देख्ने भयो भरे त आज, अहिले त अहिले घाम नलागेर।
गिरुङको भ्यू आजको